हेलो साथीहरु, गुड मर्निङ। आज चाहिँ बिहानै म उठेर फुकानसान जानको लागि हिँडिसकेको छु र अहिले चाहिँ म पहाड जानको लागि यहाँ पहाडको सबैभन्दा मुनि यहाँबाट चाहिँ अब मेरो यात्रा सुरु हुँदैछ र म चाहिँ सबै गाडी चढेर बिहान हैन रेल चेन्ज गर्दै गरेर टक्कै पहाड चढ्ने ठाउँमा आइपुगेको छु र हेर्नुस् हैन यस्तो दामी छ। आजभोलिको मौसम पनि राम्रो र थानपुङको सिजन पनि छ नि त अहिले, त्यो भएर एकदमै घुम्नको लागि मौसम एकदमै राम्रो रहेको छ। र आज चाहिँ म कहाँ जाँदैछु भन्नुहुन्छ भने हैन फुकानसान भनि नै सके। र मेरो पछाडि हेर्नुस् एउटा चुच्चो देखियो र यो पछाडि अर्को ठुलो, क्यामेरामा खासै ठुलो नदेखिए पनि पहाड चाहिँ एकदमै अग्लो छ। र आज चाहिँ म यो दुईटा पहाड चढ्ने छु र जाम है त अगाडि। यहाँनिर लेखेको छ फुसानसान थुल्लेगिल भनेर। यो चाहिँ घुमाउरो बाटो हो। म चाहिँ अब जानेछु यहाँबाट, सायद सर्टकट होला यो बाटो। मान्छेहरू चाहिँ यो घुमाउरो बाटो एकदमै धेरै हिँड्ने रहेछन्। यहाँबाट चाहिँ टक्कै देखिँदो रहेछ माथि फुकानसान। खासै ठुलो चाहिँ रहेनछ, तर त्यहाँ चाहिँ रुख छैन, पुरै ढुङ्गा मात्रै छ। अब गइ हेरौँ कस्तो छ। आजको भिडियो चाहिँ साथीहरू पहाड चढ्ने रहेको छ र तपाईँहरूले पनि यदि कोरियामा हुनुहुन्छ, पहाड चढ्न चाहनुहुन्छ भनेपछि चाहिँ यसरी बिदाको दिनमा आफ्नो नजिक रहेको पहाडमा जान सक्नुहुन्छ। माथि जाँदै गर्दाखेरि यहाँ नजिकै चाहिँ खोला रहेछ, हेर्नुहोस् हैन। खोलामा चाहिँ थोथरै भए पनि पानी बगिरहेको छ। कस्तो दामी रहेको ठाउँ चाहिँ। घुमाउरो बाटो पार गरिसक्यो, यसकै टुप्पामा जाने हो। लगभग अब धेरै नै छ अझै पनि, अझै अगाडि बढौँ। मान्छेहरू धेरै आउने रहेछन् र यहाँसम्म चाहिँ गाडी पनि आउँदो रहेछ, गाडी पनि लिएर आएका छन् मान्छेहरूले। म चाहिँ घुमाउरो बाटोबाट आएँ। अब लगभग ठाडै उकालो छ होला, थाक्यो, त्यही भएर ज्याकेट खोलेर यसरी बाँधेको छु। हेर्नुहोस् थानपुङको मौसम भएको हुनाले एकदमै दामी छ यहाँनिर चाहिँ। मान्छेहरू चाहिँ एकदमै सोचे भन्दा पनि धेरै आउने रहेछन्। मैले चाहिँ सोचेको थिएन कि धेरै मान्छे होलान् भन्ने। पहाडको टुप्पो त्यो हो, लेट्स गो। यतातिर पनि कहाँ जाने बाटो हो यो। लगभग म चाहिँ अहिले धेरै नै माथिसम्म आइपुगेको छु। थोथरै मात्रै छ अब, पुरै ढुङ्गाको रहेछ बाटो पनि, भर्याङ पनि पुरै ढुङ्गाको मात्रै। यहाँनिर यस्तो ठाउँ रहेछ। फाइनली म चाहिँ यो पहाडको टुप्पामा आइपुगेको छु, तर यो चाहिँ फुकानसान रहेनछ, अर्को ठाउँ रहेछ। म चाहिँ गलत ठाउँमा आएछु। जे होस्, यहाँ पनि बबाले भ्यू देखिँदो रहेछ यहाँबाट। हेर्नुहोस् यो देखिने चाहिँ बल्ल म जान खोजेको पहाड चाहिँ पछाडि देखिने रहेछ। र अर्को दिन चाहिँ म अवश्य नै जानेछु। र यहाँबाट हेरौँ है त अन्य पहाडहरू कस्तो देखिन्छ भनेर। म चाहिँ अहिले यो पहाडको टुप्पोमा आइपुगेको छु, हेर्नुहोस् हैन। यहाँबाट चाहिँ यो तीनवटा पहाड देखिँदो रहेछ, फुकानसान अनि अरू दुईटा के हो हैन। यहाँबाट चाहिँ एकदमै बबाले देखिँदो रहेछ। मान्छेहरू एकदमै धेरै छन् आज चाहिँ। यहाँबाट तलतिर सहरहरू चाहिँ यस्तो देखिँदो रहेछ अलिअलि हैन। आज मौसम सफा त छ, तर एकदम सफा चाहिँ छैन, त्यही भएर खासै राम्रो देखिएको छैन। अलिअलि धमिलो छ। यहाँबाट चाहिँ पहाडको भ्यू एकदमै बबाल देखिँदो रहेछ। र यही यो पहाड फुकानसान। साथीहरू म चाहिँ अब तलतिर झर्दैछु हैन। अब समय पनि धेरै ढिलो भइसक्यो। अब पहाड पनि हेरियो, एकदमै राम्रो ठाउँ रहेछ यहाँ। त्यसपछि के भन्नु, एकदमै मनै खुसी भयो आज चाहिँ। अब अहिले चाहिँ बेलुकी पख हुँदै गयो, 2 बज्न लाग्यो लगभग। हावा लागेपछि गरी चिसो छ। अब चाहिँ सकेसम्म छिटो कोठा फर्किनुपर्छ। र म चाहिँ अब यहाँबाट ओह्रालो अघि आएको बाटो होइन कि अर्को बाटोबाट फर्किँदैछु। अर्को बाटो चाहिँ अलिकति छोटो रहेछ। म चाहिँ अघि खास अर्को पहाड जान खोज्दाखेरि त्यो बाटोबाट गएको थिएँ, तर म चाहिँ अलि गलत बाटो हिँडेछु। खासै राम्रोसँग हेरेन त्यो बोर्डहरू, त्यो कारणले गर्दाखेरिमा अब म चाहिँ यहाँबाट बिस्तारै अब तल झर्छु। त्यसपछि रेल चढेर कोठातिर सरेर जानुपर्छ आज चाहिँ। यहाँबाट तलतिर झर्ने बाटो पनि पुरै ढुङ्गोको रहेछ हैन। हेर्नुहोस् हैन कस्तो छ भनेर। म यहाँबाट तलतिर झर्दैछु र यहाँबाट चाहिँ यस्तरी तलतिर पुरै यो हेर्नुहोस् त हैन, पुरै यहाँनिर पनि ढुङ्गा रहेछ अझै।
ओहो बाप्रे यहाँ पनि टुप्पो रहेछ यहाँ पनि जानुपर्छ अब यहाँ झनै अग्लो एउटा ढुङ्गा रहेछ यहाँबाट त नदेखिने केही पनि रहेछ दोकान जाने त पछाडि छ पुरै यहाँबाट त खत्रै भ्यू देखिँदो रहेछ साथीहरू यस्तो हेर्नुहोस् नि त्यस्तो हरेस्तो यहाँबाट देखिएको छ भ्यू चाहिँ बबालले देखिँदो रहेछ पाहाडको यो सानोले गर्दा अगाडि चाहिँ सिक्दो रहेछ म पनि अहिले यस्तो ढुङ्गामा अड्डिरहेको छु पुरै म चाहिँ अहिले लगभग पाहाड सबै झरिसकेको छु ओह्रालो बाटो भयङ्कर रहेछ ढुङ्गा मात्रै पुरै र यहाँनिर चाहिँ यो थानफुङको रुख एकदमै राम्रो रहेछ आहा क्या दामी हेर्नुहोस् त यो होइन कस्तो दामी रहेछ यहाँनिर यो चाहिँ बुट्टा एकदमै रातो भएको रहेछ यस्तो दामी रहेछ नि पुरै रुखै पुरै रातो थानफुङको रुख रहेछ यहाँनिर हेर्नुहोस् झनै राम्रो रहेछ थानफुङको रुख आहा क्या दामी यहाँनिर चाहिँ यो बाटोभरि नै पुरै यो थानफुङको रुख रोपेको रहेछ पुरै बाटोभरि नै वरपर नै रातो रातो छ यहाँबाट हेर्दै जाऊँ है त अगाडि कस्तो छ भने यो हेर्नुहोस् आहा क्या दामी ओहो यस्तो पो घुम्न आउने ठाउँ पुरै थानफुङको रुख मात्रै रहेछ टक्क पात पनि झरेको ओहो क्या दामी रहेछ यहाँनिर आज चाहिँ मैले यही पाहाडको टुप्पोमा गएर आएको हो र यो अगाडि सानो सानो टुप्पाहरूदेखि मैले जानु सकिएन यिनीहरू पनि धेरै नै अग्लो छ यिनीहरू कुनै दिन जानुपर्छ यिनीहरूमा पनि र आज चाहिँ यति नै साथीहरू भिडियो होइन र पाहाडहरूमा चाहिँ अब एकदमै ठुलो टुप्पोमा जानु चाहिँ सकिएन गलत बाटोमा पनि गयो अलिकति र धेरै थाकिँदो पनि रहेछ अर्को दिन चाहिँ म अझै कोसिस गर्नेछु तयारी गरेर आउनेछु टुप्पोमा जाने अर्को पाहाडको एकदम टुप्पोमा जाने कोसिस गर्नेछु र आज चाहिँ अब रुममा फर्किने बेला पनि भइसक्यो तर म चाहिँ अब यहाँबाट बस चढेर रेल स्टेसनसम्म गएर त्यहाँबाट चाहिँ रेल चढेर कोठातिर जानेछु हेर्नुहोस् होइन ठाउँ चाहिँ एकदमै राम्रो रहेछ यहाँ म यसको लोकेसन पनि हालिदिने छु जति पनि साथीहरू कोरियामा भन्ने साथीहरू चाहिँ आउन चाहनुहुन्छ भनेपछि तपाईँ आउन सक्नुहुन्छ यहाँ सजिलै म सबै आउने तरिकाहरू पनि डिस्क्रिप्सन बक्समा राखिदिने छु यहाँबाट चाहिँ बस लाग्छ म चाहिँ बस कुर्नुपर्छ होला एकछिन